皆さんお疲れ様です。いつもお世話になっております。हामी फ्रेन्डली जापानिज एकाडेमीबाट तपाईहरुलाई यो आज केही जानकारीहरू गराउन गइरहेको छु सबैजनालाई। र यसमा जानकारी यो छ कि हाम्रो डिसेम्बर 13 बाट फुड सर्भिसको इन्टरभ्यु हुन गइरहेको छ। र हाम्रो सबै यो पालिको क्युजिनहरू डिमान्डहरू सबै टोकियोको हो। र यसमा हामीले सबै यो डिसेम्बरमा 2 चोटि र जनवरीमा गरेर हामी धेरै इन्टरभ्युहरू लिन हाम्रो प्लान गरेर अगाडि बढिरहेका छौँ। र हाम्रो यो इन्टरभ्यु लिनको लागि सबै भाइ बहिनीहरूलाई फुड सर्भिस खाइगो लगायत सम्पूर्ण भाइ बहिनीहरूको लाई मध्यनजर गर्दै हामीले स्पिकिङ क्लास, इन्टरभ्यु क्लास र कुकिङ ट्रेनिङ क्लासहरूको व्यवस्था गरेका छौँ। र हामीले सञ्चालनमा ल्याइरहेका छौँ। जो इच्छुक हुनुहुन्छ हामीलाई छिटोभन्दा छिटो सम्पर्क गर्नुहोला र आफ्नो नाम टिपाई आफ्नो सिट सुरक्षित गर्नको लागि सबैलाई म यो अवगत गर्दै र हाम्रो स्पिकिङ क्लास र इन्टरभ्यु क्लास दिनको 2 घण्टा र कुक ट्रेनिङ क्लास 2 घण्टा गरेर हामीले दिनमा 4 घण्टा पढाउनेछौँ। र यो 1 महिनाको कोर्स हो। 1 महिना हामीले पढाइसकेपछि तपाईहरुको सबैको भिडियो बनाएर हामी जापान कम्पनीमा पठाउनेछौँ। र जापानिज कम्पनीले त्यो भिडियो हेरी र तपाईहरुको सबै डकुमेन्टहरू पठाइसकेपछि तपाईहरुको इन्टरभ्यु फिक्स गर्नेछ। र सबैलाई म यो अनुरोध गर्दछु कि खाइगोको भाइ बहिनीहरू, फुडको भाइ बहिनीहरू सबैलाई हामीसँग आउनुहोस्, सहकार्य गर्नुहोस्। र इन्टरभ्युमा पनि के बोल्नुपर्छ, के बोल्नु हुँदैन, टेक्निकल कुराहरूदेखि प्रश्नका एन्सर दिने तरिकाहरू हामी सम्पूर्ण कुराहरू हामी तपाईहरुलाई सिकाउनेछौँ। र हामी आशा राख्छौँ कि तपाईहरुले हामीसँग सहकार्य गरेपछि तपाईको स्पिकिङ एबिलिटी, कुकिङ ट्रेनिङ एबिलिटीमा राम्रो परिवर्तन हुनेछ र तपाई सिलेक्ट हुन सम्भावना एकदम बढेर जानेछ। र हामी सबैजना सहकार्य गरौँ, अगाडि बढौँ र हाम्रो जापान जाने जुन एउटा ड्रिम छ त्यसलाई निरन्तरता दिँदै सफल हुनको लागि हामी सहकार्य गरौँ। त्यसैले तपाईहरुलाई म एकदम हार्डली रिक्वेस्ट गर्न चाहन्छु, हामी जतिसक्दो स्पिकिङ क्लास, इन्टरभ्यु क्लास, ट्रेनिङ क्लास लिएर आफ्नो स्किललाई अझै ग्रोथ गरी अगाडि बढ्नको लागि सम्पूर्ण यो भाइ बहिनीहरूलाई अनुरोध गर्दछु। अवश्य पनि हामीसँग सहकार्य गर्नुहोस् र आफ्नो ड्रिम पुरा गर्नुहोस्। हामी सधैँ फ्रेन्डली जापानिज एकाडेमी तपाईसँग तयारका साथ अगाडि सहकार्य गर्नेछौँ। हस्, धन्यवाद।